गुड मर्निङ सबैजनालाई। आज चाहिँ म बिहानै ड्युटीबाटै फर्किँदै गरेको नि त, अन्त केही बाटोको भिडियोहरू यसो बनाउनु पऱ्यो भनेर चाहिँ हल्का भिडियो बनाउँदै हिँडिरहेको छु है। अहिले चाहिँ भने म जस्ट रम्फूबाट हिँड्दैछु है। बाटोको भिडियोहरू तपाईँलाई म देखाउने नै छु। तबसम्मको लागि हेर्दै गर्न सल्लाह मिलेको। अहिले चाहिँ भन्ने 20 माइल टक्कै आइपुग्यो है। यहाँ चाहिँ बाटो अलिक सानो छ। डाँडा पारी पानी पर्ला जस्तो भयो त दिन पनि। नाइस स्मेल पनि आइपुग्यो गाइस। दिन चाहिँ यस्तो भइरहेको छ, धुम्म परेको। आज पनि जाडो जाडो खालको टाइपको भइरहेछ दिन चाहिँ, घाम नलाग्ला जस्तै छ गाइस। ज्याम छ त ज्याम। अझै रोड सानो छ नि त, त्यसले गर्दाखेरि जाम भएको। यहाँनिर चाहिँ एउटा सानो बाटो छ। खोला पनि बढेछ, सिङताम खोला। लान्छ क्या हो अस्ति जस्तै आएर पानी परेको खोला बढेको। आज चिया खानु यहाँ रोकिनँ मैले परै चिया खाएर आएँ हो। अब आज अलिक घर जानु हतार छ, त्यसले गर्दा अलिक छिटो घर पुग्नुपर्छ, सरासर लागिन्छ।
होइन यो पिचु गाडी अझै पनि कुद्दैछ यो त गाडी त हराइसकेको थियो त हौ आमामा हेर्नुहोस् है गाइस उहिले गाडीहरू सिङदाममा भेट्छ है अझै पनि तर गाडी फेरि फुत्तै निकाल्दै नहेरिकन भने ड्याममै फेरि सिङताम पनि आइपुग्यो सिङताम बजारको ब्रिज आइपुग्यो गाइस यहाँबाट मैले लेफ्ट टर्न दिएँ भने सिङताम बजारभित्र पस्छ है म चाहिँ लेफ्ट लिँदिनँ है राइट टर्न लिएर म चाहिँ राइट सिधा जान्छु है पिपल डाँडा नै आइपुग्यो है यसलाई यो जग्गालाई चाहिँ पिपल डाँडा भन्छ नि त सबैजनाले पिडब्लुको मुनिपट्टि यहाँ माथिल्लोपट्टि चाहिँ पिडब्लुडी अफिस छ नि त पिडब्लुको यो अगाडि क्रेजी हाउस ग्यारेज पनि आइपुग्यो है तपाईँहरूले यो सुन्नु भएको होला क्रेजी हाउस ग्यारेज पेट्रोल पम्पमा गाडी हाल्दिनँ किनभने मैले गाडीमा तेल फुल ट्याङ्की गरेको हो अस्ति हो छ तेल डल्लै हो अहिले हाल्नु पर्दैन गाडीको तेल ल त अहिले भने चाहिँ मोटाकै टोपाखाने आइपुग्न आँटे है टोपाखानेकै अगाडिपट्टिनिर यो टोपाखाने चाहिँ नयाँ नै हो अहिले चाहिँ उताटिको टोपाबाट कुद्दैन गाडी हो आज चाहिँ यहाँभित्र लाइट छैन रहेछ आज चाहिँ लाइट बालेन रहेछ कि औ यहाँको नभए त लाइटले गर्दा यति दामी देख्थ्यो हो लाइट बालेन भने चाहिँ फेरि यस्तो डरलाग्दो मात्रै हुन्छ कि हाम्रो ग्रीन पार्क पनि आइपुग्यो अहिले त निकै राम्रो बनाइसकेको छ ग्रीन पार्क पनि हेर गाडी ओभरटेक अहिले चाहिँ भने साथी म साङखोला पुगेँ है अब मेरो घर जाने बाटो यहाँ अगाडिबाट उकालो फाटक मेरो लेफ्ट टर्न लिनुपर्ने हुन्छ नि त हाम्रो यो जिङ्ला छलमछाम साङमार्ताम जाने बाटो यहाँ अगाडिनिर फाटक छ अब यहाँबाट चाहिँ म उकालो लाग्नुपर्ने हुन्छ यो उकालो चाहिँ मेरो घर जाने बाटो अहिले त पिच गरेर यो बाटो पनि चटक्कै बनाएको छ गाइस अहिले त पिच गरेर बाटो पनि चिटिक्कै भएको छ जग्गा चाहिँ गरेको छैन काम हुँदैछ जग्गा चाहिँ मोटामोटी गरिसकेको छ काम चाहिँ है यो अब यहाँ माथिल्लोपट्टिबाट अलिकति छोडेको छ त्यहाँ नालीहरू कम्प्लिट भएको छैन त्यसले गर्दाखेरि गाडी रोक्नु नै बसेको जस्तो छ कहाँ गएको बुढिया कता हिँड्यो कुन चाहिँ स्कुल
गुरुङसम्म चाहिँ जाउँ। अनि त्यहाँबाट चाहिँ कुन चाहिँमा जानु त? 11 नम्बर। तिम्रो बाजे त्यसो भने त्यहाँबाट तेर्से म पुगिहाल्छु नि।